ब्लग्समा स्वागत छ। आज चाहिँ हाम्रो फेरि के हो यो बिफ। आज चाहिँ हाम्रो यो फेरि बफको सुकेको अलिअलि सुकेको मासु हड्डी र यहाँनिर बनाउने छौँ लन्चको लागि। धोएर यो चाहिँ हामीले एक दिन हिजो 2 दिन भनौँ है सुकायौँ अनि सुकाएर मजाले धोएर चाहिँ अब हामी यसलाई बनाउँदैछौँ। र आज चाहिँ हाम्रो इन्ग्रिडियन्ट्स कस्तो छ यो बफ हामी करी जस्तो बनाउँछौँ विथ के हो हामी बन्दाकोपी हालेर फुलकोपी हालेर। र यसको लागि चाहिँ अब हामीले यसरी धोएर राख्यौँ काटेर अनि हामी सबै इन्ग्रिडियन्ट्स हाल्छौँ। यो हालेर चाहिँ हामी मेरिनेट गर्छौँ। यसलाई चाहिँ हामी कुकरमा हाल्यो अनि यसलाई मेरिनेट गर्छौँ। मेरिनेट गरेर सिधै हामी कुकरमा बसाइदिन्छौँ। त्यसको लागि के चाहियो प्याज हाल्यो, टमाटर, यो अदुवा लसुनको कुटेको टमाटर सबै यसलाई फ्राई नगरी पहिला हाल्यो। यो खोर्सानी, हल्दी, मसला अनि त्यतिकै हामी बसाउँछौँ। यसरी पनि मिठो हुन्छ, फ्राई गरिरहनु परेन। मिक्स गरेर चाहिँ हामी फ्राई गर्छौँ अलिअलि होइन। सधैँ चाहिँ तेल तताएर गर्थ्यौँ तर यसमा चाहिँ हामी यसरी काँचो तेललाई चाहिँ माथिबाट हाल्छौँ अनि सबै हामी मिक्स गर्छौँ। यसलाई मेरिनेट जस्तो हो यो। एकछिन राखेर चाहिँ हामी यसलाई कुकरमा बसाउँछौँ। नुन स्वादअनुसार नुन, अब यसलाई चाहिँ हामी मिक्स गरेर बसाउँछौँ। र अब यसलाई हामी सबैलाई मिक्स गर्छौँ मजाले। मिक्स गरेर चाहिँ हामी यतिकै यसलाई कुकर लाउँछौँ है। एकछिन भुट्ने हो, एकछिन भुटेर त्यहाँदेखि हामी कुकर लाउँछौँ। यसरी पनि हामी पकाउँदा मिठो हुन्छ यसको स्वाद। तपाईँहरूले ट्राई गर्नु सक्नुहुन्छ घरमा। र अब हामी चाहिँ यो यसलाई फुलकोपी होइन फुलकोपी हामी बनाउँछौँ। उतापट्टि हामी बनाउँदैछौँ। फुलकोपीलाई हामी टक्कै काटेर चाहिँ हामी यसलाई पनि एड गर्छौँ। पत्ता पनि खाना हुन्छ कोपीको कलिलो पत्ता टक्कै हामी काट्छौँ अनि यसलाई चाहिँ हामी तपाईँहरू बफसँग होस् या है कुनै मिटसँग यसरी मिठो हुन्छ। सुकेको मासुसँग मिठो हुन्छ। सुकेको हुन्छ साह्रै ड्राई चाहिँ होइन, ठिकैकोसँग तपाईँहरूले यसलाई खानु सक्नुहुन्छ। मलाई मनपर्छ यो फुलकोपी बन्दाकोपी, राम्रो पनि हो, हेल्दी पनि हो। ठुल्ठुलो यत्रो काट्नुपर्छ किनभने कुकरमा लाउँदा यो फ्यात्तै पाक्छ। त्यही कारणले साइज चाहिँ तपाईँको अलिक ठुल्ठुलो नै राख्नु पऱ्यो। अनि यसरी सबै हामीले काटिसकेपछि चाहिँ हामीले मासुलाई 4-5 सिटी लाउँछौँ अनि त्यो पाकेपछि चाहिँ हामी एड गर्छौँ। यसरी मजाले एकछिन भुटेर चाहिँ तपाईँहरूले के गर्नु पऱ्यो, अब सिटी लगाउनु पऱ्यो। सिटी लागेपछि चाहिँ तपाईँले कोपी लगाउनुहुन्छ। र अब यति मासु पाकेपछि हामी कोपी हाल्छौँ। कोपी चाहिँ फ्यात्तै पाक्छ र रातमा हालेको हामी यसलाई बेसी होइन, कति 2 सिटी 1 या 2 सिटी लगाएर हामी पकाउँछौँ। त्यसपछि तपाईँको करी रेडी भयो। पाकिसकेपछि देखाउँछौँ।